सबभन्दा धेरै कसले पाक्छ दिदी पदु आयो हाई एभ्रिवान इट्स मेरो निशा अनि त्यसपछि मसँग हुनुहुन्छ मेरो दिदी अनि मसँग हुनुहुन्छ मेरो बेना आज चाहिँ हामी कपल गेम खेल्दैछौँ अनि जसले अलिकति धेरै टाइम लगाउनुहुन्छ अनि त्यसपछि छिटो क्वेसनको एन्सर दिनुहुँदैन उहाँलाई चाहिँ यो डाडीले टङ्ग हान्छौँ ओके गाइजहरू रेडी हो रेडी ओके पहिलो पटक भेट्दा एकअर्कालाई हेरेर मनमा के सोच्नु भएको थियो फर्स्टमा बेना मैले हजुर सानो देखेँ कति सानो थिएछ यसो के अनि दिदी म चाहिँ कस्तो ह्यान्डसम देखेको थिएँ तपाईहरु मध्ये बढी नाटक कसले पार्छ मैले दिदीले एकअर्काको कुन बानी कहिलेकाहीँ हाँसो उठ्ने हुन्छ छिटो फर्स्ट भन्नु त मैले के बेनाले फर्स्ट हो फर्स्ट भन्नु न फर्स्ट गल्ती गरे नि हाँस्ने म्याम ओके अनि दिदी मलाई त केही थाहा छैन हौ छिटो छिटो ओके अनि झगडा हुँदा चाहिँ फर्स्टमा कसले सरी भन्छ मैले अनि त्यसपछि सँगै बिताएको सबभन्दा मिठो पल चाहिँ कुन हो दुईजनाको हाम्रो पहिलो भेट बेनाको नि सेम हो अनि त्यसपछि एकअर्कालाई हेरेर यो मान्छे फरक जस्तो छ अनि मेरो लागि चाहिँ यही मान्छे चाहिँ फिट हुन्छ भनेर कसरी थाहा भयो पहिलोचोटि बोल्दाखेरि नै पहिलोचोटि भेट्दाखेरि दुवैजनालाई अनि एकअर्काको बारेमा भन्नु पर्यो भने चाहिँ सबभन्दा राम्रो बानी चाहिँ के हो एकदम शान्त हुनुहुन्छ रिसाउनुहुन्न झटपटी रियाक्ट गरिहाल्नुहुन्न सोचेर रियाक्ट गर्नुहुन्छ उसको चाहिँ झुटो बोल्दैन ओके अनि फेरि डेटमा जानु पर्यो भने चाहिँ कुन ठाउँमा जानुहुन्छ कुन ठाउँमा चाहिँ जान मन लागेको छ मलाई पोखरा मलाई नि पोखरा अनि त्यसपछि 10 वर्षपछि चाहिँ आफूलाई के देख्न चाहनुहुन्छ अहिलेकै रूपमा यस्तै सेभ यस्तै जवान बेनालाई पनि अनि बिचमा एउटा बच्चा वाउ कङ्ग्रेचुलेसन छिट्टै होस् अनि दुईजनामा सबैभन्दा रोमान्टिक को हुनुहुन्छ म अन्त को छिटो भन्नु म विना चाहिँ हुनुहुन्छ दिदी म चाहिँ अलि झगडालु छु ओके म चाहिँ रोमान्सको बिचमा नि झगडा लिएर आउँछु भिडियो हेरेर सबैजनाले सपोर्ट गरिदिनु भएकोमा थ्याङ्क यू सो मच यो भिडियोलाई चाहिँ सबैजनाले मन पराइदिनु होला अनि त्यसपछि सेयर गरिदिनु लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु है बाई बाई